आज चाहिँ हामी तपाईहरुलाई हाम्रो पुरानो घर चितलाङको हाम्रो पुरानो घर जाँदै छौं र त्यहाँनिर पुरानो घरको बाटो पुरानो घरको गाउँहरू देखाएर तपाईहरुलाई मनोरञ्जन दिने कोसिस गर्छौं। हामी त एकदमै खुसी छौं यहाँ हामी हरेक समय हामी गाउँ आउँदाखेरि हामी एकदमै खुसी हुने गर्छौं। अनि गाउँ पनि फेरि तपाईको हेर्नु न चितलाङ गाउँ पो हो त है एकदमै तपाईको तपाईहरुको विकेन्ड डेस्टिनेसन अनि तपाईहरु धेरैजना काठमाडौँबाट एकदम नजिकको ठाउँमा रिफ्रेसमेन्टको लागि आउने ठाउँ चितलाङ गाउँ चाहिँ हाम्रो गाउँ हो र हाम्रो पुरानो घर चाहिँ अब हामी आज तपाईलाई पुरानो घरको अवलोकन गराउने छौं। त्यतिन्जेलसम्मलाई स्टे हेल्दी स्टे सेफ अनि ढिला नगरिकन हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिहाल्नु होला। हामी यस्तै नयाँ नयाँ अपडेटहरु तपाईहरुलाई दिँदै गर्छौं। थ्यांक यू। सो अब चाहिँ हामी जाँदै छौं हाम्रो पुरानो घरमा। लोकेसन भ्यू चाहिँ कस्तो राम्रो के त्यो बादलहरु हिँडे जस्तो है। यो त अझै भिडियोमा राम्ररी देखे छैन, लाइभमा चाहिँ अझै कस्तो खत्रै देख्छ। अब चाहिँ हामी पुरानो घर जाँदै छौं। हामी तीनजना बेबी पनि बेबी पनि छ, बेबी पनि हो। Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grabbed my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums a tune I can't name, crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. Today's for us, no time to lag. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune, sing it till we break. Concrete warm under my bare feet, crowds moving like a heartbeat, skipping stones in city streams we find. Let's write a new story, leave the old behind. Someone's cooking love in the air, I swear. Every spark in their voices shows they care. Colors splash like secrets on these walls, while laughter echoes through the halls. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune. Sing it रिसर्ट पनि छ नि एउटा फेमस वाला रिसर्ट, त्यो चितलाङ लिएको वाला। चितलाङ रिजोर्ट भयो। पहिलाको अर्गानिक चाहिँ अहिले यो चितलाङ भएको हो। अनि यहाँ चितलाङ हटस्पट यही भयो तल। यो चाहिँ चितलाङको फेमस रिसर्ट। अनि पहिलोचोटि चितलाङमा रिजोर्ट व्यवसाय अनि रिजोर्ट खोल्नुपर्छ, ल्याउनुपर्छ, पर्यटकलाई भित्राउनुपर्छ भन्ने नै यो चितलाङ अर्गानिक रिजोर्ट, यो चितलाङ रिजोर्ट नै हो। र पर्यटक यहाँ चाहिँ फोटो खिच्नु पर्ने रहेछ अहिले। यहाँ बसेर फोटो खिच्यो भने चाहिँ सबै ब्याकग्राउन्डमा सबै फेमस ठाउँहरू देखिन्छ। त्यो माझगाउँ पनि देखिने भयो है हाम्रो चाहिँ। अनि यहाँबाट हाम्रो नयाँ घरहरू पनि त्यहाँ देखिन्छ अहिले। हाम्रो घर हाम्रो घर पनि देखिन्छ यहाँबाट। पुरानो स्कुल पनि यहाँ देखियो। पुरानो स्कुल हाम्रो त्यो त्यो पहेँलो पहेँलो कलरको चाहिँ त्यो पहिलो कलरको चाहिँ प्लस
but the sunlight hits in so many ways. Grab my shades and hit the streets, no plan. Chasing vibes like seashells in the sand. Radio hums a tune I can't name. Crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. Today's for us, no time to lag. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune, sing it till we break. Concrete warm under my bare feet. Crowds moving like a heartbeat. Skipping stones in city streets. हाम्रो घर यही छ उ त्यहाँ तलको है मा खै यता हुनुहुन्छ हो ल जाने अरे जाम जाम भन न सानो जाम चाहिँ बाटो चाहिँ यस्तो छ अलिक गाह्रो रहेछ अहिले अब अहिले त त्यति मान्छे बस्दैन नि त यता है हिँड्ने मात्रै भयो अब यो हिलोमा चाहिँ लाँदाखेरि चिप्लिन्छ यहाँ बाइक ल्याएर कसैले के पाल्यो चिप्लिरहेको छ होइन त्यही त बाइक चाहिँ यहाँबाट लानेर उयो हाल्न मिल्छ यहाँ चाहिँ गार्डन जस्तै अस्ति नै हामी आउँदा चाहिँ यहाँ हिँडेरै आएको थियो है हामी हिँडेर आएको थियो अनि यो बाटोमा तिमी हिँड्न सक्छौ भने सकिहाल्छ नि एकदमै याद गरेर हिँड्नुपर्छ यो त चिप्लो छ बाटो यो बाटोमा हिँड्नुलाई त पात कटिङबाट जस्तो हुनुपर्छ उडेर जाने एकदम हल्का हुनुपर्छ कि गरिहाल्यो भने पुरा हावा उडेर होइन त्यो गरिहाल्नुपर्छ ल बाटो चाहिँ खत्रै हो तर यो अहिले कोही पनि मान्छे नबसेको भएर नखेला भएर काम लाग्यो भने चाहिँ यहाँ खेल्न हुन्थ्यो छोरालाई पानी पऱ्यो हो ल बाटो जाउँ हिँड्नुहोस् हामी सानो बेलामा के उयो ढुङ्गा ठुलो थियो नि त फुटेको थियो पानी पर्ने महिनामा त्यो ढुङ्गामा बस्थ्यो क्या हामी अनि यो ढुङ्गाहरू चाहिँ सानो ढुङ्गाहरू पनि हेरेर होइन यो ढुङ्गाहरू अब भोलि पछि यत्रै ठुलो हुन्छ भनेर भन्थ्यो कि आफै बढ्छ भन्थ्यो कि बच्चा बेला अनि यो ठुलो ढुङ्गाहरू चाहिँ कसरी यो भयो कि म होइन कुनै सानो ढुङ्गा हुन्छ अनि त्यो ढुङ्गा बढ्छ कि बढ्दैन के हुन्छ खासमा के कुरा गरे होला बच्चा जस्तो त्यो ढुङ्गा बढ्छ बाख्रा कराइरहेको छु त ल फाइनली हाम्रो घर आयो नि त ल फाइनली हामी हाम्रो ठाउँमा आइपुग्यौँ कोही पनि बस्दैन हाम्रो धारा यो चाहिँ सबै हाम्रो ठाउँहरू हो यो असार हो यहाँ चाहिँ कसले रोप्नु भयो है यो चाहिँ अरूहरूले रोपिदिनु भयो हाम्रो ठाउँ घर यो चाहिँ तपाईँ यहीँ हुर्किनु भयो होइन यहीँ जन्मिनु भयो परिवारको घर भयो ए लगेर जाने लगेर चाहिँ जाऊँ न त बिल जाम जाम
अनि यो हजुरबाले नै रोपेको हो यो आर बाख्राको बोट चाहिँ अहिले नै फल्छ होला है मैले रोपेको बोट चाहिँ उयो हो यो ए यो मैले रोपेको यत्रो भयो होइन बाबासँग जाने रे पुन्टु अनि यहाँनिर चाहिँ यो चाहिँ तपाईँको बारी यो मेरो बारी थियो यहाँ सागहरू पनि रोप्ने अनि मैले चाहिँ मलाई चाहिँ सागहरू रोप्न मन नलाग्ने अनि फुलहरू रोप्थेँ मैले चाहिँ फुलहरू रोप्थ्यो फुल छैन अब होइन मल फाल्थ्यो यता मल फाल्ने हुन्थ्यो होइन मल फाल्ने हुन्थ्यो अनि बच्चाकालमा ऊ त्यो माथि उयाँबाट होइन घरको त्यो त्यहाँबाट मलको थुप्रो ठुलो हुन्थ्यो हाम फाल्ने सानसानै उमेर थियो है आँट आउने के जोसिलो घरको मान्छेहरू चाहिँ डराउने होइन यतापट्टि मेरो के अरे गार्डन चाहिँ यतापट्टि छ यतापट्टि चाहिँ यहाँनिर अहिले पनि फुल एउटा चाहिँ रहेछ यो सबै यो जुन चाहिँ यो जस्ताले यता 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 यहाँनिर पानी ल्याउँछ नि होइन अनि यहाँ चाहिँ पानी खासै आउँदैन थियो नि त अनि अरू महिनामा पनि पानी आउने महिनामा पनि यहाँ चाहिँ सेभ हुने भएर यहाँ चाहिँ फुलै फुल रोप्थ्यो कि मैले अनि यतातिर फुलै फुल रोप्थ्यो यति मात्रै कस्तो राम्रो हो यो बन्दा कि काउली बन्दा यो बन्दा है कस्तो राम्रो फल्ने रहेछ हेर न कस्तो राम्रो फुलहरू जस्तो के म त फोटो खिच्ने यहाँ त जाने